कति सालबाट भन्नु पर्यो कि 39 सालबाट होइन 39 साल अनि त्यो बेलामा त्यो 39 सालमा त हजुर भर्खरकै हुनुहुन्थ्यो अनि त्यो बेलामा चौकीदारी बाहेक अरू कामतिर प्लान गर्नु भएन अरू नोकरीतिर इन्डिया त जानुभएको अघि नै भन्नुभएको थियो त्यो लाउरी हुनालाई त्यो गल्लाको घरमा होइन त्यो त गएन त्यता त त्यता गएन भन्नाले अरू काम गर्नलाई लेबर काम गर्नलाई त्यसपछि 2-4 महिना त्यता बसेर यतातिर लाग्नु भएन अनि पहिले लागेको थियो त्यो अब यहाँ छोडेर उता इन्डियातिर गयो कि त्यहाँ पछि आएर बल्ल फेरि गरेको चौकीदारी काम अच्छा अनि सुरुमा त्यो चौकीदारी काम गर्नलाई अप्ठ्यारो कतिको मान्नु भएको थियो अलिअलि मान्थ्यो के अरे पछि त केही माने हजुर कसरी हाक लगाउने होला कसरी गाउँलेलाई सूचना दिने होला भन्ने होइन अनि अघि भन्नुभएको थियो बुढाहरूले सिकाउँथ्यो बुढाहरूले यो गर्नु भन्नुहुन्थ्यो त्यो अनुसार म गर्थेँ होइन भन्नुभएको थियो अघि अनि त्यसपछि बानी बस्यो होइन अनि भनेपछि अझैसम्म अब उमेर मेरो शरीरले भ्याउँदासम्म मेरो हात खुट्टाले पसिनाले भ्याउँदासम्म म अझै चाहिँ गर्न सक्छु भन्ने हजुरको मनमा छ होइन अहिले झन्डै 70 वर्ष पुग्न लाग्नु भएको रहेछ अनि भारी काम गर्नु पऱ्यो अरे गाउँमा डुल्नु पऱ्यो हाक लगाउनु पऱ्यो होइन हिँड्नु पऱ्यो होइन एक फन्का घुम्यो होइन आयो अनि हजुरको स्वर पनि त राम्रो छ होइन मिठास छ चोरको बोली होइन चोरको स्वर स्पष्ट सुनिने अनि सुरुमा कति त्यो 1 पाथी 2 पाथी हुँदै अहिले 3 पाथीसम्म आएको छ होइन अस्ति मैले हिसाब गर्दाखेरि वर्षको 50-60 हजार भेट्दो रहेछ होइन अनि गाउँले पारअनुसार रक्सी पनि उठाइन्छ होइन अनि त्यो अनुसार अब सिजन अनुसार एक माना होइन प्रत्येक घरबाट एक माना चामल होइन उठाउनुहुन्छ होइन अनि घरमा त्यस्तो किन यो काम गरेको यस्ता यो सानो पेसा भन्ने कहीँ कतैबाट आएन है त्यो मानेमा हजुरको परिवार चाहिँ राम्रो मान्नुपर्छ क्या हामीले होइन अनि जे होस् त्यो पेसा होइन पेसाको रूपमै हामीले मान्नुपर्छ होइन अब बाँच्नको लागि त हामी जे पनि गर्नुपर्ने हुन्छ होइन अनि धान उठाइन्छ त्यसपछि त्यही कुटेर हामी खाइन्छ बेचिन्छ पनि होइन अनि हजुर खुसी मान्नु भएको छ खुसी नै छ भन्नमा अहिलेसम्म अब नमानेर त सुखै भएन के अरे होइन अन्त खेर्नेहरू उपाय नलाएछ होइन हुन त अब बुढेसकालमा अब छोरा बुहारीले अब गरिन्छ कमाएर यताउति धन्दा गरिन्छ होइन तैपनि आफ्नो सास भएसम्म अब छोराछोरीको मात्रै किन भर पर्ने भन्ने हिसाबले हजुर खटिराख्नु होइन अनि अब खेतबारीबाट यता अन्नपातबाट टन्नै त्यो खान नपुग्ने भन्ने कुरा त होइन के अरे होइन छ प्लस त्यसमा अब थैथाप होला भन्ने हिसाबले हजुर लाग्नु भएको छ खट्नु भएको छ अनि हजुर भएन भने अब हामीलाई त लाग्छ अब हजुर बुढो हुनुभयो भने त्यसपछि यो अब हजुर जतिको मान्छे अब यो गाउँमा हुन्न कि क्या हो जस्तो लाग्छ कि हामीलाई नि होइन निकल्ला नि त्यो निस्किन अब त्यो हजुर जस्तो अब 43 वर्ष होइन त्यस्तो 50औं के अरे 40औं वर्ष काम गर्ने मान्छे त्यो भेटिन गाह्रो छ होइन त्यसो हुँदाखेरि हामीलाई हजुरलाई हामीले सम्मान गर्नुपर्ने हुन्छ होइन अनि कहिलेकाहीँ यसो गाउँमा हाक लगाउँदाखेरि के को हाक लगाएको घरिघरि के को झारा टान्टाउ भन्ने त भन्छ होला होइन भन्छ नि भन्ने अब हजुरको काम त अब हाक लगाउने हो कि होइन गर्ने गराउने मान्छे त अर्कै छ कि होइन